हेलो गुड मर्निङ एभ्रिवान। सो मेरो छोराको आज हलिडे लास्ट डे हो, हलिडे क्लबको लास्ट डे। आर यु एक्साइटेड? सो छोरा यहाँ कति केजीको? इज इट टु हेभी छोरा? होला 2-3 केजीको ब्याग है। इज इट टु हेभी फर यु? हेभ अ गुड डे साथीहरू, बाइ बाइ। काममा जानु लाग्यो, आज मेरो लास्ट डे कामको। बिचरा नेपालमा बच्चाहरू कसरी बोक्छ होला क्या, त्यत्रो गरुङको ब्याग बोकेर स्कुल जाने है। माई गुडनेस, आफ्नो दिन सम्झिन्छु कि म। त्यत्रो गरुङको चाहिँ त्यो माथि साइकलमा राखेर है। ओ गुडनेस, गरेकै हो। यहाँ चाहिँ धन्न त्यस्तो छैन है बच्चाहरूलाई। त आज चाहिँ मैले अब हलिडे क्लब पठाउँदाखेरि चाहिँ अब सबै प्याक लन्चदेखि लिएर एक जोड लुगा होइन, अब बोतल वाटर सबै प्रिपेयर गरेर गर्दाखेरि चाहिँ अलि हेभी भएको छ। कहाँ बोक्न सक्नु नि, एकैछिन नाटक मात्रै हो, सकेन। बोक्छु त भन्छ कि तर बिचरालाई हेभी हुन्छ भनेर म आफै बोकाउँदिनँ। सो एनिवे साथीहरू, हेभ अ गुड डे, सी यु लेटर। छोरालाई स्कुल पुऱ्याएर म आइपुगेँ मेरो काममा। हजुरहरूलाई म सँगसँगै मेरो काममा लगेर जान्छु है। कति राम्रो एप्पल फलेको कि घरमा। त कतिजनालाई थाहा छैन होला म कहाँ काम गर्छु भनेर। म चाहिँ गर्छु जिपी सर्जरीमा, डक्टर सर्जरी। यो चाहिँ डक्टरहरूको पार्किङ अनि यो हो मेरो सर्जरी साथीहरू। अनि यो माथि चाहिँ मेरो अफिस। आइपुगेँ साथीहरू। सो चाँडै आइपुगेछु आज चाहिँ। सो विच इज गुड थिङ। अब मजाले एकछिन चिया कफी बनाएर बसेर होइन अनि काम स्टार्ट गर्नुपर्छ। ल हजुरहरूलाई म एकछिनमा भेट्छु। हेभ अ गुड डे एभ्रिवान, सी यु लेटर, बाई। हरूको समर हलिडे स्टार्ट भइसक्यो अनि आज चाहिँ मेरो कामको लास्ट डे थियो साथीहरू। अनि मैले चाहिँ यहाँ ब्रेकफास्टमा एभोकाडो टोस्ट खाँदैछु कफीसँग। त्यही चाँडै फेरि लन्च खाने टाइम पनि भइसकेको। हेर्नुहोस् न साथीहरू, आज चाहिँ मैले लन्चमा चाहिँ यो कोर्जेट, जुन मेरो घरकै गार्डनको कोर्जेट, जुकिनी भन्छ यसलाई, येल्लोलाई है, अनि आलु भिन्डीको तरकारी लिएर आएको छु। अनि ड्राई खानु मजा आउँछ नि है कहिलेकाहीँ। चाहिँ दाल नै चाहिन्छ भन्ने त होइन, तर हल्का ग्रेभी भयो भने चाहिँ खान मजा आउँछ। अनि त्यो माथि हेर्नुहोस् न, यहाँ चम्चाले खानु परेको छ है। हातले खाने बानी भएर होला नि, चम्चाले खाएको चाहिँ त्यो मनबाट त्यो आनन्द फिलै हुँदैन कि। अनि मैले चाहिँ मेरो छोरालाई फेरि बच्चादेखि नै अब चम्चाले खुवाउने बानी गरेको भएर हातले कहिलेकाहीँ मुछेर दियो भन्दा खाँदैन साथीहरू, घिन मान्छ। जो सबै बानी हुने रहेछ कि साथीहरू। आज चाहिँ मेरो लङ डे थियो अनि लङ डे सकाएर घर पुगेपछि हेर्नुहोस् न, हस्बेन्डले चाहिँ यहाँ अब डिनर बनाउनु पर्छ भनेर आफू पहिल्यै खाना अर्डर गरेर राखिदिएको थियो है। यहाँ चाहिँ रहेको छ पोर्क करी, अनि यता चाहिँ छोराको लागि चाहिँ यहाँ चिकन ललिपप छ। अनि त्यसपछि चाहिँ यहाँ चिल्ली मोमो पनि अर्डर गरिदिएको थियो। हामी नेपालीहरूलाई चाहिँ जति भात मनपर्छ नि त्यत्तिकै मलाई मोमो पनि मनपर्छ। टाइम गर्ने बानी भएर होला नि साथीहरू, लङ डे गरेपछि त थाक्ने रहेछ कि जिउ। अनि त्यसपछि घर आउँदाखेरि यस्तो मिठो रेडिमेड खाना देख्दा त मन त दङ भयो नि। हजुरले भिडियो हेरिहाल्नु भयो भने हस्बेन्डजी धेरै धेरै थ्याङ्क यू, हजुरले मिठो खाना खुवाइसकेकोमा। अनि यता बाबा छोरा चाहिँ यहाँ खेल्दै थिएँ अनि म चाहिँ किचन टाइडी अप गरेँ साथीहरू। त्यसपछि एज युजुअल अब किचन टाइडी अप गरेपछि के गर्ने, अब छोरालाई फेरि पार्क लगेर गयौँ। आजको दिन चाहिँ यसरी नै बित्यो साथीहरू। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ प्लिज कमेन्ट गर्न नबिर्सिनु होला, अनि माया गर्दै गर्नु होला।